जय माटो। हिजो हर्क साम्बाङको माहौल हुँदाखेरि सुत्दा उठ्दा मुद्दा हग्दा हरेक कुरा गर्दा होइन हर्क साम्पाङ हर्क साम्पाङ भन्ने। अनि आज चाहिँ देशमा छोटो समयको लागि जेसुकैको लागि भए पनि रासपाको माहौल हुनु बित्तिकै रासपा भन्ने अनि हर्क साम्बाङलाई चाहिँ नराम्रो भन्दै हिँड्ने रासपा भन्दै हिँड्ने होइन अनि हर्क साम्बाङलाई नराम्रो भन्दै हिँड्ने साथीहरूबाट होसियार है त। यिनीहरू भनेको कस्तो हुन् भने जता माहौल छ जता चाहिँ तातो छ नि माहौल त्यतै कुद्ने साथीहरू हुन् क्या। जता तातो छ त्यतै रोटी सेकाउनेहरू यिनीहरूबाट सावधान। तर यो समय यस्तो हो नि हो यस्ता तातोमा रोटी सेकाउँदै हिँड्नेहरू जति छन् नि तिनीहरू फिल्टर हुँदै जान्छन् क्या। यो समय हो हामीले हर्क साम्पाङलाई साथ दिनुपर्ने। यो समय हो हामीले हर्क साम्पाङलाई अगाडि बढाउनु पर्ने। नझुक्किनु साथीहरू, नआत्तिनु साथीहरू। समयले मान्छेलाई चिन्नेछ क्या। हर्क साम्पाङ हिजो पनि जो थिए आज पनि त्यही छन्। हिजो पनि उसले जे बोलेका थिए आज पनि त्यही बोलेको छन्। हर्क साम्पाङ माटोको हो, माटोको है। नझुक्किनुहोस्। आज हेर्नुहोस् त चुनाव हुन बित्तिकै साथीहरू दिल्ली दौडाएमा छन्। हर्क साम्पाङ गएको छ ऊ देश दौडाएमा छ क्या। जनताको लागि छ क्या। देश दौडाएमा कुदिरहेको छ हर्क साम्पाङ, दिल्ली दौडाएमा होइन। यो कुरा छुट्याउनुहोस् र जता तातो त्यतै कुद्ने जति पनि छन् नि यिनीहरूलाई पनि चिन्नुहोस्। जय माटो।